थ्याङ्क यू गएँ आएँ बाइक फर्काइदिनु न तुमसे मिलके दिल का है जो हाल क्या कहें म बाइक फर्काउनै सक्दिनँ कस्तो अप्ठ्यारो हुन्छ पालि त रोइ कराइ भएर पनि म त कसम नम्बर लिएर आउँछु यो पालि त प्रमिस हो प्रमिस आज चाहिँ म चक्लेट दिन्छु चक्लेट दिएर फकाउने कोसिस गर्छु नम्बर माग्ने कोसिस गर्छु होइन क्या कहें आज पनि पाएन भने चाहिँ अनि त्यसपछि त इग्नोर है त्यसपछि त म ट्राई गर्दिनँ है साथीहरू लास्ट चाहिँ भाउ खानु भयो कि सेल्फ रेस्पेक्टको धज्जिया उडिसक्यो धज्जिया होइन होला के हो आज त मेरो बर्थडे हो नि फेक बर्थडे भयो नि के भयो त नम्बर पाए भइहाल्यो नि तुम्हें शर्म है कुछ शर्म आया है किनेर लगेर फकाउनु पर्छ क्या हो के चक्लेट लगिदिनु होला है डेरी मिल्क लैजानु पर्यो अनि एउटा किटक्याट लैजानु पर्यो डेरी मिल्क र किटक्याट मेरो क्रसलाई फकाउनको लागि अब यहाँ त फ्लावर पाउँदैन होला फ्लावर पनि लगिदिन्थेँ नत्र त के गर्नु ल दाइ मेरो यो पेमेन्ट गर्नु पर्यो नि हेलो नहसाउनु न दाइ आज म एउटा स्पेसल काम गर्न जाँदैछु क्या मेरो क्रसलाई फकाउन जाँदैछु क्या क्रसलाई क्रस मलाई एउटा मान्छे कस्तो मन परेछ क्या अनि त्यही भएर उसलाई फकाउन जाँदैछु चक्लेट दिएर फकाउनु पऱ्यो कि फकिन्छ होला है त्यसो कि रोज पनि लैजानु पर्छ होला है चिसो पानी गएको छैन चक्लेट लिगिसकेँ रोज पनि लिगौँ कि भनेको यसो रोज चाहिँ अलिकति धेरै नै होला जस्तो लाग्यो ओभर होला जस्तो लाग्यो सो चक्लेट चाहिँ दिन्छु बर्थडे हो भनेर झुट बोलेर दिनु पर्ला है आज मेरो बर्थडे हो के भन्छ प्लिज चक्लेट एक्सेप्ट गर्नु अनि हजुरको नम्बर पनि दिनु भन्नु पर्ला यति भनेपछि त कस्तो नलेला र बर्थडेको दिन भन्यो भने त अनि कस्तो नमान्ला र कुरा